लोभीको जस्तो होइन मन लोभीको जस्तो छैन धन पापीको जस्तो होइन मन लोभीको जस्तो छैन धन बुझिदेऊ न तिमीले यो कुरा होइन लो म पानी चाहिँ साङ्लो चोखो छ यो मेरो मन बुझिदेऊ न तिमीले यो कुरा होइन लो म पानी चाहिँ साङ्लो चोखो छ यो मेरो मन लासो फ्यापुला जय मसी सबैजनालाई प्रभु येशूको नाममा र तपाईलाई स्वागत छ हामीहरूको युट्युब च्यानल तामाङ क्रिस्चियन फ्यामिलीमा र तपाईलाई हामीहरूको पेजमा पनि स्वागत भन्न चाहन्छु र आज चाहिँ तपाईको माझमा हामीहरूको तामाङ क्रिस्चियन फ्यामिलीको तर्फबाट हामीले एउटा नयाँ भिडियो अथवा नयाँ कन्टेन्ट ल्याएका छौँ र जसद्वारा हामीहरूको भ्युअर्सहरूलाई र विभिन्न व्यक्तिहरूलाई यो चाहिँ सूचना हुन सक्छ र विशेष गरी आजको कन्टेन्ट के हो त त्यसतर्फ जानेछौँ। विशेष गरी हामीहरूको तामाङ क्रिस्चियन फ्यामिलीको युट्युब च्यानल चाहिँ एउटा इटिएलटी भन्ने संस्था इस्टर्न तामाङ ल्याङ्ग्वेज टिमसँग चाहिँ आबद्ध रहेको छ जसले चाहिँ तामाङ भजनहरू तामाङ वचनहरू तामाङ ट्र्याक्सहरू र हामीहरूको यस संस्थासँग आबद्ध भएर हामी काम गरिरहेको छौँ र प्रभुलाई विशेष गरी धन्यवाद र प्रभुको अनुग्रहद्वारा नै हामीहरूको दुईटा एल्बम रेकर्ड भइसकेको छ। एउटा चाहिँ 2058 सालमा नै एउटा रेकर्ड भएको छ जुन एल्बम चाहिँ छारग्यालाम रहेको छ र दोस्रो चाहिँ दाया माया यो चाहिँ हामीहरूको लगभग 10 वर्ष भयो र आज चाहिँ म तपाईहरुको माझमा सेकेन्ड एल्बमको केही विशेष कुराहरू तपाईको माझमा भन्नेछु र सेकेन्ड एल्बमको चाहिँ हामीहरूको गीत चाहिँ 7 नम्बरको गीत पाप्सेमिङाला सेम क्राबा भन्ने गीत चाहिँ सङ्गीत हामीहरूको सुशान लामा ज्यूले गर्नुभएको थियो भने मीरा स्याङतन ज्यूको रहेको छ र तपाईहरुको माझमा आज यो भन्न चाहन्छु कि हामीहरूको गीत हामीहरूको रेकर्ड भइसकेको थियो र पनि केही कारणवश केही मिसअन्डरस्ट्यान्डिङ भयो होला र हामीहरूको संगीतकार सुशान लामा ज्यूले चाहिँ हामीहरूको म्युजिक चाहिँ अरू कुनै व्यक्ति अथवा कुनै अरू च्यानललाई चाहिँ उहाँले दिनुभएको रहेछ र हामीहरूको म्युजिकलाई चाहिँ अरू व्यक्तिलाई चाहिँ त्यो म्युजिक दिएर अरूले चाहिँ हामीहरूको क्रिएसनलाई कपी गरेको हामीले पायौँ र यो कपी गरेको कुराहरू हामीले युट्युबसँग नि हामीले कपिराइट क्लेम गरेको थियौँ तर युट्युबबाट नि हुन सकेन। आजभन्दा वर्ष अगाडि चाहिँ हामीहरूको यो पाप्सेमिङाला सेम क्राबा भन्नेको म्युजिक चाहिँ एउटा टिपिजी इन्टरटेनमेन्ट भन्ने युट्युब च्यानलले चाहिँ हामीहरूको म्युजिकलाई चाहिँ उहाँहरूको युट्युब च्यानलबाट हालेको थियो र हामीहरूको म्युजिकमा चाहिँ अर्को नयाँ लिरिक्स हालेको पायौँ र जन्म चाहिँ लिरिक्स आफै चाहिँ सुशान लामा ज्यूको रहेको हामीले पायौँ र विशेष गरी यो सूचना चाहिँ हामीले पहिल्यै पब्लिस भएको दिनमै अथवा अपलोड भएको केही महिनापछि हामीले भन्नुपर्ने थियो केही कारणवश हामी ढिला हुन पुग्यौँ र तपाईको माझमा आज हामीले यो कुरा ल्याएको छौँ र हामीहरूको म्युजिकलाई चाहिँ हामीहरूको सङ्गीतकार सुशान लामा ज्यूले नै एउटा टिजिपी इन्टरटेनमेन्ट भन्ने एउटा युट्युब च्यानलबाट चाहिँ उहाँले चाहिँ आफ्नै गीत हो भनेर चाहिँ उता टिजिपीबाट अपलोड गर्नुभएको हामीले पायौँ र हुन त म्युजिक उहाँले नै गर्नुभएको हामीहरूको सङ्गीतकार उहाँ सुशान लामा ज्यूले तर हामीहरूको गीतको चाहिँ म्युजिक मात्र चाहिँ त्यो टिजिपीबाट पापीको जस्तो छैन मन भन्ने सेलो सङ 2016 उहाँले लेख्नुभएको रहेछ जसमा चाहिँ छिरिङ लामाले चाहिँ गाउनु भएको रहेछ र तपाईहरुलाई आज म यो अनुरोध गर्न चाहन्छु कि विशेष गरी चाहिँ हामीहरूको यो तामाङ क्रिस्चियन फ्यामिलीमा जति पनि गीतहरू अपलोड हुन्छ तामाङ क्रिस्चियन गीतहरू अपलोड हुन्छ भजनहरू अपलोड हुन्छ वचनहरू अपलोड हुन्छ यो चाहिँ कृपया
हामीहरूको अनुमति बिना कुनै पनि युट्युब च्यानलमा हामीले सेयर नगरिदिनु होला, किनभने तपाईँहरूले अनुमति हामीसँग लिनु होला, अनि मात्र हामीहरूको म्युजिक हामीहरूको क्रिएसनहरू तपाईँले युज गर्न पाउनुहुनेछ। हामीले यो सूचना दिन पनि हामीले ढिलाइ गऱ्यौँ, किनभने हामीले आजभन्दा थुप्रै वर्ष अगाडि नै हामीले कति युट्युबलाई कपिराइट क्लेम गरेका थियौँ, तर हामीलाई युट्युबले त्यो कपिराइट क्लेम हामीहरूको भएन। र आजभन्दा 3 वर्ष अगाडि नै हामीले सम्पूर्ण डिटेल दिएका थियौँ यो टिजिपीलाई हामीहरूको गीतहरू हटाउनु भनेर, हामीहरूको म्युजिक हटाउनु भनेर, तर उहाँहरूले मान्नु भएन। आशा छ तपाईँहरूले तपाईँको समय हामीलाई दिनुभयो, धन्यवाद। र तपाईँहरूलाई आज यो सूचना गराउन चाहन्छु कि हामीहरूको क्रिएसन चाहिँ हामीहरूको मेहनत मात्र नभएर हामीहरूको म्युजिकद्वारा चाहिँ हामीहरूको जातिलाई प्रभुमा डोर्याउने काम गर्दैछौँ। र यो समयमा चाहिँ तपाईँहरूले कुनै पनि यस्तो कार्यहरू नगरिदिनु होला, किनभने अहिले मिडियाको जमाना छ। मिडियाको जमानामा चाहिँ हामीहरू फरवार्ड भएर, हामी बाठो भएर चाहिँ हामी अर्काको क्रिएसन हो कि होइन त्यो बुझ्नु अति आवश्यक छ। र तपाईँहरूलाई आज यो अवगत गर्न चाहन्छु कि यो सबै क्रिएसनहरू चाहिँ हामीहरूको हो र हामीसँग कपिराइट छ, र विशेष गरी इटिएलटी टिम, इस्टर्न तामाङ ल्याङ्ग्वेज टिमसँग नि यसको कपिराइट छ। सो तपाईँहरूले सबै कुरा बुझ्नुभयो होला। र भिडियोको अन्तिममा पनि म तपाईँहरूलाई हाम्रो गीत सुनाउने छु। हस्, धन्यवाद। जय मसीह। प्रभुले आशिष दिनुभएको सबैजनालाई।